अलीको छोराछोरीको नि A+ आयो रे। तेरो छोराको के आयो भनेर सोध्दै थियो। एकछिन ल तिमीहरूको आवाज आएन भनेर फोन राखेर आएको छु मैले। चिन्ता नगर्नु के मम्मी, म छु त। म A+ लिएर देखाउँछु। त्यसपछि हामी पनि सबलाई फोन गरेर सुनाउनु पर्छ। शाबास। अब त धेरै आस्था छोरी, तैले चाहिँ हामीलाई निराश नबनाउनु है। बनाउँदिन मम्मी, म वचनको पक्का छु के। यो जस्तो गफाडी होइन नि म। मलाई पनि नातिनी माथि पुरा विश्वास छ। हजुरबुवाले 4 कक्षा पास गर्न नसके पनि नातिनीले चाहिँ धेरै पढ्नु ल। हजुरबुवा, तपाईलाई म माथि चाहिँ विश्वास छैन? छ नि नाति, मलाई त माथि पनि पुरा विश्वास छ। त एक दिन अवश्य खाडी जान्छस्। ठीक छ हजुरबा, आज आएर तपाईले पनि मेरो साथ छोड्नु भयो हैन? आज होइन, मैले त धेरै अगाडि तेरो साथ छोडिसकेको नि नाति। त्यो त घरिघरि तैले खैनी चुरोट ल्याइदिन्छस् र पो साथ दिएको नाटक गर्छु त। सुनिस, अब जा गएर पढ कि ब्याक एक्जाममा पनि फेल हुनु मन छ तलाई? म पास भए नि फेल भए नि तपाईहरुलाई के फरक पर्छ र? तपाईहरुलाई त केवल आफ्नो इज्जतको पर्वाह छ। इमोसनल ड्यामेज। मैले राम्रो गरे भने मेरो छोरा अनि नराम्रो गरे भने उता जा मोरा। यही हैन त तपाईहरुको फिलोसफी? बस अब मलाई पुग्यो। मलाई यो स्वार्थी संसारदेखि केही अपेक्षा छैन। के बोले भाइ? धेरै नाटक नदेखाइ गोरु। एसई पास गर्न सकेको छैन, ठुलठुलो कुरा गर्छ। अच्छा, एसई पास गरेकोले मात्र ठुलठुलो कुरा गर्न पाउँछ भनेर कहाँ लेखेको छ र बाबा? तर अलिकति पनि दुःख लागेको छैन छोरा। म त सानोमा फेल हुँदा 3 दिनसम्म खाना खादिन थिए। आर यु कमेडी मी? अनि 3 दिनपछि तपाईलाई पास गरिदिन्थ्यो त टिचरले? टेन्सन भएर चाहिँ खाना खादिन थिए भनेको। यो कस्तो प्रजातिको छोरा जन्मेछ हौ? म होमोसेपियन्स प्रजातिको हो मम्मी, जसलाई ह्युमन बिङ पनि भनिन्छ। अबे साले, होमोसेपियन्सको स्पेलिङ थाहा छ तलाई? के अर्थै नबुझी भनेको? हेर बहिनी, त 5 क्लासमा पढ्छस्, म 10 क्लासमा पढ्छु। तेरो र मेरो अलिकति पनि लेभल मिल्दैन, त्यसैले मलाई स्पेलिङ सोध्ने काम नगर। सिधै आउँदैन भन्न बरु, के कुरा घुमाइराको? बात त सही है। आयो भने के दिन्छस्? तैले सोधेको सबै वर्ड्सहरुको स्पेलिङ भनिदिन्छु म। ल भन, के दिन्छस्? म तँलाई मेरो गुडिया दिन्छु। तर तैले भन्न सकिनस् भने तेरो फोन मलाई दे है त। मलाई माफ गरिदिनुहोस् मिस, म केहीको पनि स्पेलिङ भन्न सक्दिन। तपाईले जित्नु भयो। कृपा गरेर मेरो फोनलाई चाहिँ बक्दिनुहोस् प्लिज। झुक के रहना पड़ेगा मेरे आगे। कसको कल आयो फेरि? हेलो, को बोल्नु भयो? राकेशको साथी? अनि मलाई किन कल गरेको त बाबु? त्यसलाई नै गर न। ए ल ल बाबु, ल ल म भनिदिन्छु। ओइ, तैले साथीको फोन किन नउठाएको? हिजोदेखि 20 चोटि कल गरिसक्यो रे त। बिचरालाई आफ्नो रिजल्ट सुनाउन लाज लाग्यो होला नि त। लाज लागेको होइन, रिजल्टको त मलाई बारै छैन नि। मैले इक्जामको बेला त्यसको 100 रुपियाँ चलाएको थिएँ, त्यही माग्नलाई कल गरिरहेछ त्यसले। अनि साथीको पैसा किन फिर्ता नगरेको त नाति? पैसा भए पो फिर्ता गर्नु। मैले त मेरो A+ आउँछ त्यसपछि बाबालाई पैसा मागेर फिर्ता गर्छु भनेर सोचेको थिएँ, तर के गर्नु, सोचे